104 वटा कम्पनीहरूले आइपिओ निष्कासन गर्नको लागि चाहिँ धितोपत्र बोर्डबाट चाहिँ ग्रीन सिग्नलको प्रतीक्षामा रहेको छन्। हाल अनुमति पर्खिरहेका 104 कम्पनीहरू मध्ये चाहिँ हाइड्रो पावर सेक्टरमा चाहिँ 34 वटा कम्पनीहरू रहेका छन् भने त्यसैगरी म्यानुफ्याक्चर एन्ड प्रोसेसिङमा 30 वटा कम्पनीहरू, होटेल एन्ड टुरिज्ममा 18 वटा कम्पनीहरू र मा चाहिँ 14 वटा कम्पनीहरू, जसमा चाहिँ इन्भेस्टमेन्टमा 5 वटा कम्पनी र माइक्रो इन्स्योरेन्समा 3 वटा कम्पनी रहेका छन्। र तपाईहरू यी मध्ये कुन कम्पनीहरूको चाहिँ बढी प्रतीक्षामा हुनुहुन्छ कृपया कमेन्ट गर्न नबिर्सिनु होला। र अहिले चाहिँ आइपिओहरू चाहिँ धितोपत्र बोर्डको अध्यक्ष चाहिँ चेन्ज भएर चाहिँ आइपिओहरू आउन नसकेको छ हैन। अनि भिडियोहरू पनि अहिले चाहिँ अलिक कम आउँदैछ मेरोबाट चाहिँ, किन भन्दाखेरि अलिकति मेरो स्वास्थ्यको कारणले गर्दाखेरि चाहिँ भएको छ। र तपाईहरू नआतिनु होला। र म यस्तै खालका शेयर मार्केट सम्बन्धी भिडियोहरूको चाहिँ तपाईहरुलाई म सत्य तथ्य जानकारीहरू चाहिँ म ल्याउने कोसिस गर्छु। र अब यस्तै खालका जानकारीमूलक भिडियो हेर्नको लागि चाहिँ तपाईहरुले मलाई अझै पनि फलो, शेयर, लाइक गरेर कमेन्ट गरेर कस्तो भिडियो चाहिन्छ, कुन कम्पनीको भिडियो चाहिन्छ कमेन्ट गरेर चाहिँ मलाई तपाईहरुले अझै पनि साथ सहयोग गर्न पर्ने हुन्छ। ल त साथीहरु, आजको भिडियो यति नै। भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्न नबिर्सिनु होला।